अपन समाचारमा स्वागत छ। सुरु गरौँ मुख्य समाचारबाट। आज दशैंको चौथो दिन कुष्माण्ड भगवतीको पूजा अर्चना गरी मनाउँदै धादिङ पृथ्वी राजमार्गमा ट्रिपर दुर्घटना हुँदा 3 जनाको मृत्यु। म्याग्दी धौलागिरी 1 स्थित 7153 मिटर अग्लो गर्जा हिमाल आरोह गर्न गएका 9 जना हिम आँधीमा परी मृत्यु। जनताको जीवन स्तर उठाउने काममा सरकार लागि परेको श्रम रोजगार मन्त्री विष्टको दाबी। र शिक्षा बालबालिका दहेज र कुप्रथा विरुद्ध काम गर्दै आएको असमान नेपालको 17औं सर्वसाधारण तथा वार्षिक प्रगति समीक्षा र रणनीतिको योजना गोष्ठी सुरु। अब समाचार विस्तारमा। दशैंको चौथो दिन आज कुष्माण्ड भगवतीको पूजा अर्चना गरी मनाइँदैछ। कुष्माण्ड मातालाई शुभ कर्म थालनी वा सृष्टिको प्रतीकको रूपमा पूजा गरिन्छ। आफ्नो उदारतामा त्रिविध ताप धारणा गरी संसारको सृष्टि गर्न कुष्माण्ड देवीको अभिभार्य भएको ग्रन्थहरूमा उल्लेख गरिएको छ। उष्णता तथा शीतलतालाई समतुल्याई सिर्जना गर्ने शक्ति कुष्माण्ड देवीमा रहेको बताइएको छ। यी देवी स्वर्ण रक्त समूह मानव चराचुरुङ्गी तथा शीत रक्त समूह माछा सर्प लगायतका सारा प्रणालीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रहरूमा उल्लेख गरेको पाइन्छ। यी देवीको वदन वर्ण जीवन छ भने उनी सिंहमा चढेकी छन्। कुष्माण्ड माताले हातमा रक्तपूर्ण 2वटा घडा लिएकी छन्। यी 2 घडा नै सृष्टिका आधार वस्तु बताइएको छ। देवी कुष्माण्डले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो ताप शक्ति दिएर प्रज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पुरै सौरमण्डल सञ्चालन गरेको देवी भागवत लगायतका ग्रन्थहरूमा उल्लेख छ। कुष्माण्डको लौकिक अर्थ कुबिन्दु हो। हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीत प्रदक हुने फल कुबिन्दोलाई कुष्माण्ड देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ। शक्तिपीठ तथा देवी मन्दिरहरूमा कुबिन्दोलाई विधिपूर्वक पूजा गरी बलि समेत चढाउने गरिन्छ। धादिङ पृथ्वी राजमार्गको भीमसेन स्थानबाट कच्ची सडकमा चकमके जाँदै गरेको बा 4 ख 2414 नम्बरको ट्रिपर थाक्रे गाउँपालिका वडा नम्बर 10 माने डाँडा शुक्रबार राति दुर्घटना हुँदा 3 जनाको ज्यान गएको छ। दुर्घटनामा परि 3 जना घाइते भएका छन्। ज्यान जानेमा थाक्रे गाउँपालिका वडा नम्बर 10 का 55 वर्षीय महेश तामाङ, 60 वर्षीय सोममाया तामाङ र 62 वर्षीय सावित्री तामाङ रहेको जिल्ला प्रहरी कार्यालय प्रहरी नायक उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो। 2 जनाको घटनास्थलमै मृत्यु भएको हो भने सावित्रीको उपचारको लागि काठमाडौँतर्फ लाजै गर्दा मृत्यु भएको थियो। दुर्घटनामा परेको ट्रिपर सडकबाट 600 मिटर तल पुगेको थियो। ट्रिपरमा रहेका अन्य 3 जनालाई उपचारका लागि काठमाडौँमा रहेका ट्रमा सेन्टर पठाइएको छ। म्याग्दी धौलागिरी गाउँपालिका 1 स्थित 7193 मिटर अग्लो गुर्जा हिमाल आरोह गर्न गएका 5 जना दक्षिण कोरियाली र 4 जना नेपालीको हिम आँधीमा परी मृत्यु भएको छ। दुर्घटनामा परी टिम लिडर किम च्याङ हो समेत 4 जना दक्षिण कोरियाली र 4 जना नेपालीको मृत्यु भएको घटनास्थानबाट गाइड लाक्पा शेर्पाले बताए। दुर्घटनामा भरिया भएर गएका धौलागिरी गापा 1 गुर्जाका नेत्र छत्याको परी मृत्यु भएको छ। पर्यटन विभागबाट जारी पर्वतारोहण अनुमति पत्रमा उल्लेखित आरोही र सहयोगी समेत टिमको नामावली र दुर्घटनामा परेको मृतकको विवरण मिलेको छैन। मुख्यमन्त्री लालबाबु राउतले राज्यको उदासीनताको कारण खेलाडीहरू निरुत्साही भइरहेको जिकिर गर्नुभएको छ। धनुषाको सबैला नगरपालिकामा शुक्रबार प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले खेलाडीको भविष्यलाई लिएर राज्य गम्भीर नहुँदा खेलप्रतिको आकर्षण घट्दै गएको तर्क गर्नुभयो। खेल र खेलाडीको भविष्यप्रति प्रदेश सरकार गम्भीर छ उहाँले भन्नुभयो। खेलाडीको जीविकोपार्जनको ग्यारेन्टी गर्छ। स्वास्थ्य र अनुशासित बनाउन खेलको भूमिका महत्त्वपूर्ण रहेकाले यसको विकासमा प्रदेश सरकारले आफ्नो तर्फबाट हरसम्भव प्रयास गर्ने धारणा उहाँले राख्नुभयो। विजयदशमीको अवसरमा स्थानीय आदर्श युवा
क्लब एसटीले आयोजना गरेको प्रतियोगिताको उद्घाटन समारोहमा खेल र खेलाडीप्रति राज्यको रवैया सकारात्मक हुन नसकेकोले खेलमा पछाडि परेको उहाँले दाबी गर्नुभयो। उहाँले सङ्घीय सरकारको असहयोगको कारण प्रदेशमा काम गर्ने वातावरण बन्न नसकेको तर्क गर्नुभयो। सो अवसरमा प्रदेश सभा सदस्य चमेली देवीदास, सबैलाई नगरपालिकाका प्रमुख विजय शङ्कर प्रसाद शाह लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। विभिन्न जिल्लाका 20 टोली सहभागी रहेको प्रतियोगिताको फाइनलमा आउँदो कार्तिक 2 गते हुने भएको छ। विजेता टोलीले नगद 21,000 र उपविजेता टोलीले 11,500 रुपैयाँ सहित ट्रफी प्रदान गरिने आयोजक क्लबका उपसचिव जितेन्द्र शाहले बताउनुभयो। अब समाचारमा केही बेर विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। अन्तर्राष्ट्रिय विपद व्यवस्थापन दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। विपद व्यवस्थापनको कामलाई प्रभावकारी बनाउने उद्देश्यका साथ नेपालमा पनि हरेक वर्ष अक्टोबर 13 मा नेपालमा पनि अन्तर्राष्ट्रिय विपद व्यवस्थापन दिवस मनाउने गरिन्छ। यसै अवसरमा पारेर काठमाडौँ आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री रामबहादुर थापाले विपदबाट हुने मानवीय तथा आर्थिक क्षतिलाई न्यूनीकरण गर्न लगानी बढाउन आह्वान गर्नुभयो। सरकारी, गैर सरकारी र निजी क्षेत्रले लगानी बढाउन सके विपदबाट हुने मानवीय तथा आर्थिक क्षतिलाई न्यूनीकरण गर्दै लैजान सकिने गृहमन्त्री थापाको भनाइ छ। लगभग 1000 जना जति यो विपद र जीडीपी आर्थिक क्षतिको हिसाबले पनि अब खरबौंमा डलरको हिसाबले चाहिँ त्यो क्षति हुने गरेको छ। र नेपालको सन्दर्भमा जो अहिले यहाँ उपलब्ध डाटा आयो हाम्रो विपदको अवस्था, र यसमा वर्षमा लगभग 1000 जना जति यो विपदबाट मानवीय क्षति हुने गरेको छ। हजारौं चाहिँ घाइते हुने, अङ्गभङ्ग हुने गरेको छ। र हाम्रो जीडीपीमा यो विपदले झन्डै 2% क्षति पुर्याउने गरेको। नेपालमा हरेक वर्ष बाढी, पहिरो जस्ता विपदका कारण हजारको संख्यामा मानवीय क्षति हुने गरेको छ। सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ। त्यसैगरी करोडौंको आर्थिक क्षति हुने गरेको छ। गृहमन्त्री थापाले विपदबाट हुने क्षति न्यूनीकरणका लागि सबैले पहल गर्नुपर्ने आवश्यकता पनि औलाउनुभयो। उहाँले विपत्तिको कारण र त्यसको निवारणको उपायको खोजी गर्न पनि सम्बद्ध सबै पक्षलाई सचेत गराउनुभयो। परराष्ट्र मन्त्री प्रदीप ग्वालीले संरचना क्षेत्रको विश्वसनीयतामाथि प्रश्न उठेको टिप्पणी गर्नुभएको छ। परराष्ट्र मन्त्रीले सरकारले सञ्चार क्षेत्रलाई स्वतन्त्र, मर्यादित र विश्वसनीय बनाउन चाहेको पनि स्पष्ट पार्नुभयो। आज प्रदेश नम्बर 5 पत्रकार समाजले काठमाडौँ आयोजना गरेको वडा दशैंको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै उहाँले सरकारले प्रेस स्वतन्त्रतालाई नियन्त्रण नगरेको दाबी पनि गर्नुभयो। उहाँले ठूलठूला मिडिया हाउसका कारण पनि नेपाली सञ्चार क्षेत्र मारमा पर्ने गरेको पनि बताउनुभयो। नमस्कार। प्रोडक्टहरू तपाईले दिने, तपाईले उत्पादन गरेका सामग्रीहरू विश्वसनीय हुन्। पत्रिकाले जे पनि लेखिदिन्छन्, अनलाइनमा त जे पनि आउँछ भनेर त्यो क्रेडिबिलिटी लुज हुँदाको दिन प्रेसले आफ्नो सामर्थ्य गुमाउँछ। किन प्रेसको सबभन्दा ठुलो शक्ति भनेको उसको विश्वसनीयता हो। तर पछिल्लो समय प्रेसको विश्वसनीयतामाथि केही प्रश्नहरू उठ्न थालेको अवस्था छ। सबै यसमा घुर्तिन जरुरी छ। म त्यसमा डिटेलमा जान चाहन्न। कहीँ कतै मिडिया हाउसहरूको व्यापारिक स्वार्थको शिकार पो बन्न थाल्यो कि प्रेस भन्ने पनि जस्तो देखिन्छ बेला मुद्दामा। किन अघिल्लो दिनसम्म लगातार तपाईँ फलोअप न्युज दिँदै हुनुहुन्छ कुनै खास इस्युलाई लिएर, तर पर्सिपल्ट ज्याकेट एड आउँछ, सर्लक्क ढाकिन्छ पत्रिका, त्यस पछाडि न तपाईँ त्यसमा फलो गर्नुहुन्छ न त्यसका अरू विकृतिहरूलाई चाहिँ ढाक्छ। कसैको आर्थिक स्वार्थको साधन प्रेस बन्नु हुँदैन। त्यसबाट कहिलेकाहीँ व्यापारिक स्वार्थको कारणले हाम्रो प्रेसको विश्वसनीयतामा प्रश्न उठ्ने गरेको छ। कहिलेकाहीँ राजनीतिक स्वार्थहरूको कारणले एउटा राजनीतिक दलको आग्रहमा असाध्यै बढी जाने गरेको पनि देखिन्छ। र अझ पछिल्लो समय खास गरेर अनलाइनहरू र अरू कतिपय मिडिया। परराष्ट्र मन्त्री ग्वालीले संविधानले पत्रकारहरूको हक हितका लागि आवश्यक व्यवस्था गरे पनि त्यसलाई कार्यान्वयनमा लैजान सञ्चार माध्यमहरू पनि सचेत हुनुपर्नेमा जोड दिनुभयो।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जनताको जीवन स्तर उठाउने काममा सरकार लागि परेको दावी गर्नुभएको छ। मन्त्री विष्टले स्वाधीन स्वतन्त्रता र समृद्धि नागरिक बनाउने लक्ष्यका साथ सरकारले काम गरिरहेको पनि बताउनुभयो। आज दशैंको अवसर पारेर काठमाडौँमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै उहाँले युवा परिचालन गरेर देशलाई समृद्ध बनाउने योजना पनि अघि सार्नुभयो। उहाँले मुलुकको समृद्धिका लागि हरेकले योगदान दिनुपर्ने आवश्यकता पनि औलाउनुभयो। जनमुखी परिपाटी स्थापित गर्ने गरी हामी अगाडि बढेका छौँ। युवा अवस्थामा हामीले सबै एकताबद्ध भएर जनताका अधिकारहरूको अझ सुदृढीकरण गर्ने, जनताका गरिबी अभावका समस्याहरूलाई सम्बोधन गर्दै जनताको जीवनलाई सबल बनाउने, मानवोचित जीवन बाँच्ने मात्र होइन, एउटा गरिमामय गौरवपूर्ण जीवन बाँच्ने तहमा नेपाली जनतालाई विकास गर्ने र दुनियाँको मानचित्रमा नेपालको पहिचानलाई गौरवपूर्ण देशको रूपमा एउटा स्वाधीन स्वतन्त्र आत्मसम्मान र खुसी जनताको देशको रूपमा माथि उठाउने काम आज देशका सामु यो प्रमुख काम हो। जारी हुनुहुन्छ प्युठानबाट, उहाँलाई म अगाडि निम्त्याउन चाहन्छु। मुक्तिबहादुर रेग्मी भयो, त्यसपछि गरिबी अभाव र बेरोजगारी समस्या समाधान नगरी मुलुकलाई समृद्ध बनाउन नसकिने पनि स्पष्ट पार्नुभयो। अब फेरि समाचारमा केही बेर विश्राम। समाचारमा स्वागत छ। अब बाँकी समाचार। मानव अधिकार कर्मीहरूले बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न सरकार असफल भएको भन्दै आक्रोश व्यक्त गरेका छन्। प्रधानमन्त्री निवास बालटारको मूल गेट अगाडि धरना दिन पुगेका उनीहरूले निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गरी कारबाही गर्न नसकेको भन्दै सरकार र नेपाल प्रहरीप्रति आक्रोश व्यक्त गरेका हुन्। बलात्कारपछि हत्या गरिएकी बालिका पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न सरकार असफल भएपछि त्यसको विरोधमा प्रधानमन्त्री निवास बालटारमा धरना दिनु परेको मानव अधिकार कर्मी कपिल देव श्रेष्ठले जानकारी दिनुभयो। उहाँले दैनिक रूपमा बोल्दै गएको हत्या, हिंसा, बलात्कार लगायतका घटना नियन्त्रण गर्न नसक्ने, सरकारले शान्ति सुरक्षाको उचित प्रबन्ध गर्न नसक्ने भन्दै आक्रोश व्यक्त गर्नुभयो। बलात्कार गरेर हत्या गरिएकी निर्मला पन्तको हत्याराको साई सुई समेत भेटिएको छैन। सरकार असफल भएको छ, प्रहरी संयन्त्र असफल भएको छ। यसरी दिन दहाडै हत्या गरेर छाती फुलाएर हिँड्ने, सिट ठाडो गरेर हिँडेका छन् हत्याराहरू, बलात्कारीहरू। सरकार निमुखा भएर नचाहिने ठाउँमा फुर्ती लाउने, नचाहिने फुर्ती लाउने, तर यी अपराधीहरूलाई समात्ने काममा आफ्नो लाचारी देखाउने। कस्तो सरकार, यो कस्तो मुलुक हो? सारा संसारमा नेपालको इज्जत, नेपालको छवि नै धमिलिएको छ हो, बदनाम भयो। गत साउन 10 गते बलात्कारपछि हत्या गरिएकी बालिका पन्तको हत्यारालाई अझै पक्राउ गर्न नसकेकोमा सरकारको चौतर्फी आलोचना भइरहेको छ। मानवाधिकार कर्मीवादी सङ्घ संगठनहरूले निर्मला पन्तको हत्यारालाई पत्ता लगाउन बम दिदी बहिनीले अनुसन्धानको दायरामा ल्याउन पनि सरकारले आग्रह गर्दै आएका छन्। शिक्षा, बालबालिका दाहेज र कुप्रथा विरुद्ध काम गर्दै आएका आसाम नेपालको 17औं साधारण सभा तथा वार्षिक प्रगति समीक्षा र रणनीतिक योजना गोष्ठी सुरु भएको छ। विभिन्न जिल्लाबाट सहभागी सदस्यहरूको सहभागितामा भइरहेको कार्यक्रममा संस्थाद्वारा जारी विभिन्न परियोजनाहरूको प्रगति विवरण सहितको प्रस्तुति भइरहेको छ। विभिन्न जिल्लाका सदस्यहरूले परियोजनामा गर्नुपर्ने परिमार्जन र थप्नुपर्ने विषयहरूका विषयमा छलफल भइरहेको बताए। कार्यक्रममा जिल्ला समन्वय समितिका धनुषाका सभापति राम बनैरथ यादव, शिक्षा विकास तथा समन्वय एका धनुषा प्रमुख बरुख प्रसाद रजक सहित आसमान नेपालका पदाधिकारी सदस्यहरू र सम्बन्धित क्षेत्रका जानकारहरूको समेत सहभागिता छ। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। आज दशैंको चौथो दिन कुष्माण्डा भगवतीको पूजा अर्चना गरी मनाउँदै
धादिङ पृथ्वी राजमार्गमा ट्रिपर दुर्घटना हुँदा 3 जनाको मृत्यु। म्याग्दी धौलागिरी 1 स्थित 7193 मिटर अग्लो गुर्जा हिमाल आरोहण गर्न गएका 9 जनाको हिम आधीमा परि मृत्यु। जनताको जीवन स्तर उठाउने काममा सरकार लागि परेको श्रम रोजगार मन्त्री विष्टको दाबी। र शिक्षा बालबालिका दहेज र कुप्रथा विरुद्ध काम गर्दै आएको आसमान नेपालको 17औं साधारण सभा तथा वार्षिक प्रगति समीक्षा र रणनीतिक योजना गोष्ठी सुरु। हस्त अहिलेलाई समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।